हामी सधैँ ब्रस गरिसकेपछि त्यसलाई टोयलेटमा राख्छौँ। टोयलेटमा राख्दाखेरि त्यहाँ भएका विभिन्न ब्याक्टेरियाहरू त्यो ब्रसमा आउँछ जुन हाम्रो सिधै मुखमा जान्छ। त्यस्तै गरी हामीले ब्रसलाई एउटा खुल्ला ठाउँमा छोड्छौँ जसको कारणले गर्दा बाहिरका डस्टहरू ब्याक्टेरियाहरूले त्यहाँ एट्याक गर्न सक्छ। खुल्ला रूपमा ब्रसलाई छोड्दाखेरि के हुन्छ, लामखुट्टे पनि त्यहीँ बस्छ, माखा पनि त्यहीँ बस्छ, कहिलेकाहीँ माउसले पनि आएर त्यसलाई चाट्छ। त्यस्तो ब्रसलाई हामी सिधै मुखमा ब्रस गर्नको लागि प्रयोग गर्छौँ। त्यसैले जहिले पनि ब्रसलाई छोपेर राख्ने गर्नुहोस्। ब्रस राख्दाखेरि जहिले पनि तपाईँले त्यसलाई झट्कारेर सुक्खा बनाएर ठाडो पारेर राख्नुहोस्। त्यसलाई तेर्स्याएर राख्दाखेरि त्यसमा भएको पानी रहिरहन्छ जसले गर्दाखेरि त्यहाँ धेरै ब्याक्टेरियाहरू लाग्ने सम्भावना हुन्छ। त्यस्तै गरी हामी त्यही एउटै ब्रसले वर्षौँसम्म प्रयोग गरिरहन्छौँ। त्यहाँ धेरै किसिमका ब्याक्टेरियाहरू हुन्छन्। हरेक ब्रसलाई कम्तीमा 3-4 महिनामा एकपटक चेन्ज गर्नुहोस्। ब्रसलाई निर्मलीकरण गर्नको लागि तातो नुन पानीमा डुबाएर राख्नुहोस् ताकि त्यसको ब्याक्टेरियाहरू जान्छ। तपाईँलाई कुनै रोग लागेको छ, ज्वरो आएको छ, रुवाखोकी लागेको छ, त्यस्तो अवस्थापछि तपाईँले ब्रसलाई चेन्ज गर्नुभयो भने राम्रो, किनकि तपाईँको रोगको अवस्थामा ती ब्याक्टेरियाहरू त्यो ब्रसमा टाँसिरहेका हुन्छन्। ब्रसलाई हामी जहिले पनि माझ्ने भागतिर मात्रै हामी सफा गर्छौँ, तर हामीले समात्ने भागमा पनि धेरै ब्याक्टेरियाहरू रहेका हुन्छन्। त्यसैले ब्रसलाई समात्ने ठाउँमा पनि राम्रोसँग सफा गर्नुहोस्। ब्रसलाई राख्दाखेरि जहिले पनि ध्यान दिनुहोस् कि एउटा ब्रस अर्को ब्रससँग नटाँसियोस्। यसले गर्दाखेरि एउटा ब्रसको ब्याक्टेरिया अर्को ब्रसको ब्याक्टेरियामा जान्छ। महत्त्वपूर्ण जानकारी, तपाईँ आफू पनि ख्याल गर्नुहोस् र अन्य धेरैको फाइदाको लागि यसलाई सेयर गरिदिनुहोस्।